यति शब्दले बुझिसक्यौँ भाइको क्षमताको चित्र। अब सबैजना हिँडौँ टक्क इन्द्रेणीभित्र। कृष्ण कडेल दाजु हुनुहुन्छ? नमस्कार। एकदम हाम्रो जमुना बहिनी अहिलेको सबभन्दा राम्रो गायिका पनि। मान्छे त्यस्तै हो कि अलि फरक रहेछ? सेम रहेछ। यो जमुना सनम र म जहिले पनि उस्तै हो। उहाँ को हुनुहुन्छ थाहा भयो अहिले? कृष्ण कडेल भाइ विनोदलाई इन्द्रेणीमा ल्याएका छौँ दोहोरी गाउनका लागि। लोक संस्कृतिको जननीको आँगन भनेर पछिल्लो समय चिनिँदै आएको यो इन्द्रेणीको आँगनमा भाइ पहिलो पटक आज पाइला टेक्दैछन् र दोहोरी गाउनका लागि निकै उत्साहित भएर आएका छन् स्वागतका लागि। अनि सामाजिक अभियन्ता पनि र उहाँसँग आउनु भएको छ विनोद भाइको। मैले अस्ति हेरेको थिएँ युट्युबमा। विनोद भाइको गीत गर्नु भएको छ नि होइन? ल धेरै धन्यवाद। विनोद भाइलाई इन्द्रेणीसम्म बोलाउनु भयो। भाइको बारेमा के कति बुझ्नु भएको छ? भाइको कला र उसको पारिवारिक पृष्ठभूमि। मैले बुझेको भाइ इन्डियामा असाध्यै दुःख गर्ने, उहाँको बुवा आमालाई पनि समस्या रहेछ। तपाईँहरूले घर बनाइदिने अभियान पनि गर्नुभएको रहेछ। त्यहाँ अनि जमुना बहिनीसँग गीत गाइराखेका देखेर मैले जमुनालाई कस्तो भनेको थिएँ, ओहो दाइ एकदम राम्रो इन्द्रेणीमा ल्याउनु पर्ने खालको एकदम क्षमताशील भनेपछि ला आउनुहोस् न भनेको। एकदम जमुना बहिनी त इन्द्रेणीको त एक हिस्सा खम्बा नै हो। एकदम धेरै उहाँलाई यहाँ तलब दिनु भने उहाँको स्टुडियो बर्बाद पर्छ, उता छोड्न मिल्दैन। नयाँ नयाँ मान्छेहरू त उहाँको स्टुडियोमा गीत गाउनु पर्यो। दुई महिनाको एकदम एउटाको रेकर्डिङ एउटाको लाइभ गजबले छ। धेरै धन्यवाद। वेलकम। भाइलाई इन्द्रेणी भनेको के हो थाहा थियो? पहिला गाउँमा अब हेर्नुहुन्थ्यो हाम्रो ठुला मम्मीहरू ठुलो मम्मी सबैले हेर्नुहुन्थ्यो। त्यही बेला चिनेको थिएँ मैले। आज कस्तो लागिरहेछ त यो? के अरे मान्छे त्यस्तै हो कि अलि फरक रहेछ? सेम रहेछ। यो जमुना सनम र म जहिले पनि उस्तै हो। उहाँ को हुनुहुन्छ थाहा भयो अहिले? कृष्ण कडेल कृष्ण कडेलको इन्द्रेणीमा आज भाइ देखिँदैछन्। अरूले पहिला चाहिँ गाउँमा हेर्ने इन्द्रेणीमा भाइ विनोद देखिने भएका छन्। निकै खुसी व्यक्त गरिराखेका छन्। घर जलेर खरानी भएका भाइ विनोदको आवाजको उद्धार सँगसँगै मेचिकाली खबरले उनको आवाजका लागि घर निर्माण गरिदिने त्यो अभियानमा पनि रहेको कुरा जानकारी। 20,000 हामी पनि दिउँला, सबैले गर्दै हुन्छ। ताली ताली खुसीको जाउँ। रु 20,000 रुपियाँ भाइका लागि। एक लाइन ल भाइले जुन गाए नि हुन्छ बाबु। अहिले भर्खरै देखेता बित्तिकै गाए नि हुन्छ। ल सुरु हामी अन्तर्वार्ता लिँदाखेरि त्यो गोठालो गएको बेलामा गाएको गीत थोरै। कुन गीत? चौतारीलाई भन्ने। यही मायाले सरर गुडायो रे लैमा, यही मायाले पुर्यायो जेलैमा, चौतारीलाई सरर पिपालु छाया भो, मलाई सधैँ अधुरो माया भो, मलाई सधैँ अधुरो माया भो। धन्यवाद। होइन ठिक छ एकदम होइन। यति शब्दले बुझिसक्यौँ भाइको क्षमताको चित्र। अब सबैजना हिँडौँ टक्क इन्द्रेणीभित्र। इन्द्रेणीको आँगनबाट आज भाइको आवाज गुन्जिनेछ। दिदी जमुनासँग भाइको एकदमै घम्सा घम्सी दोहोरी चल्नेछ। एकछिनपछि प्रतीक्षा गर्नुहोला। ल दिदीको तर्फबाट पनि जानु पर्यो नि त एउटा के भाइ गीत कि बोली हो बोलम भने बात लाग्ला, हेरी बसम मात लाग्ला, देऊ मलाई जो बना साइला नगर दो मना, देऊ मलाई जो बना साइली पुरै यो कार्यक्रम विशेष गरी आउने छ। आज मैले भाइसँगै भाकामा गीत गाउने छु। देऊ मलाई दोबन ट्रेनिङमा परेको कुरा पनि जानकारी गराउँ, यो खुसीको कुरा हो। भाइ प्रजक दाइ हुनुहुन्छ राजु सुनम दाइ। राजु त राजु अहिले ल जाऊ दाजु यता एउटा युके राजु। ल ल ल ल ल
ल